हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा होइन। आफ्टर अ लङ टाइम भिडियो बनाउँदैछु म होइन। त्यस्तै 7-8 महिना त्यस्तै मेबी 1 इयर त्यस्तै भयो होला मैले भिडियो नगरेँ। किन भन्दाखेरि चाहिँ यो कुरा पछि गरौँला। म चाहिँ आज किन भिडियो बनाउँदैछु भने योभन्दा कति त्यस्तै 5-6 दिन 1 हप्ता अगाडि चाहिँ एउटा मुभीको त्यो सर्ट क्लिप चाहिँ त्यो रिलिज भएर रहेछ। त्यो चाहिँ कुन मुभी हो भन्दा तपाईँहरूले हेरिसक्नुभयो होला सायद। मैले चाहिँ ढिलो नै भयो यो रियाक्टवाला भिडियो चाहिँ होइन बनाउने सोचिरहेको थिएँ, बट मैले बनाउन सकेको थिएन किनभने मेरो आफ्नै कामहरू थियो अलिअलि। अनि त्यही भएको कारणले चाहिँ आज बनाउँदैछु। कस्तो लाग्छ म हेरेर तपाईँहरू प्रतिक्रिया दिनेछु, मलाई कस्तो लाग्छ अनि तपाईँहरूलाई कस्तो लाग्छ होइन। अनि त्यो मुभी चाहिँ कुन हो, मुभी त्यो रिलिज भएको चाहिँ कुन हो भने चाहिँ त्यो के भन्छ नेपाली होइन, नेपाली त नेपाली हो। सलिन दाईहरूको अनि सलोन बस्नेत होइन, उहाँहरू चाहिँ म चाहिँ फ्यानै हो भने चाहिँ होइन। तपाईँहरू नि होला सायद, म पनि छु, म पनि हो हुन त होइन। अनि अनमोल दाई हो अनि सलिन दाई सलोन आम्बो यस्तो आउँछ। अब त्यो सलिन दाईले लाउने त्यो हुन्छ नि स्टाइलिस आम्बो, म त्यसमा त्यो हुन्छ कि उहाँले त्यो ड्रेसअपहरू लाउने उहाँको त्यो अब के भन्छ त्यस्तै भनौँ न होइन। जोस् राम्रो लाग्छ। तपाईँ को उहाँहरूको फ्यान हुनुहुन्छ होइन, त्यो कमेन्ट गर्नुहोस् त ल। अनि मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला। आफ्टर अ लङ टाइम भिडियो बनाउँदैछु। अलि मैले किन भिडियो बनाएन भन्दाखेरि चाहिँ म चाहिँ अलि अब के भनौँ अलि त्यही थियो त्यस्तो भन्नु अब होइन अलिकति। अनि धेरै समयको चाहिँ भिडियो बनाउँदा कस्तो उत्यो लाग्दो रहेछ होइन। त्यही पनि ठिकै छैन, बनाउँदैछु आज। के युनिभर्सिटी अफ गुन्डास भन्ने त्यो रिलिज भएर रहेछ होइन। अनि सानो क्लिप चाहिँ आएर रहेछ। जोस् त्यो थम्बनेल हेर्दा त मलाई राम्रो लाग्यो। जोस् मैले हेरेको चाहिँ छैन होइन। रिलिज भएको चाहिँ 6-7 दिन अगाडि नै रिलिज भएर रहेछ त्यो होइन। अनि म चाहिँ रियाक्ट गर्नेछु आज। सो अब ढिलो नगरिकन भिडियो बनाउँदा त गाइज अब भिडियोमै हेर मैले त हामीले कस्तो चाहिँ त्यो रहेछ कस्तो चाहिँ रहेछ त्यो भनेर हेर मैले त गाइज अब सबैले। लेट्स गो गाइज। अब ढिलो नगरिकन होइन भिडियोतर्फ लागौँ होइन। भिडियोतर्फ लागौँ है त गाइज। कस्तो कस्तो चाहिँ रहेछ होइन हेरौँ न हेर्दै होइन। म चाहिँ यहाँ किन के भन्नु लाग्यो भने यो स्टाइलिस हेर्दा चाहिँ त्यो मलाई चाहिँ सलिन दाई जस्तै लाग्छ है। जोस् हेर्दा त राम्रो लाग्यो। अब हेरौँ के हुन्छ अगाडि। ओ सलोन बस्ने दाई लुक्स हेर्नु भएको। ओ माई गड क्यारेक्टर यो ओ त्यो हाम्रो त्यो गेम हुन्छ नि फ्री फायरमा खेल्दा त्यो एउटा क्यारेक्टर पनि छ नि यो यस्तो के भन्छ त्यो जस मैले त्यो क्यारेक्टरको नाम चाहिँ याद होइन। लुक्स चाहिँ त्यस्तो त्यस्तो देखिन खोज्छ नि जसरी गेम खेल्नुहुन्छ उहाँहरूलाई थाहा भइहाल्छ होइन। ल अब अगाडि जाउँ है त के हुन्छ। Oh my goodness, स्टाइलिस स्टार सलिन आमामा। मैले लागेको थियो त्यो उहाँको त्यो ड्रेसअपहरू उहाँको स्टाइलिस होइन सलिन दाईको। ओ माई गड यस्तो बवाल लाग्छ कि मलाई। तपाईँहरूलाई कस्तो लाग्छ होइन, मलाई चाहिँ एकदमै बवाल लाग्छ होइन। भित्रैदेखि भन्नुपर्दा उहाँको त्यो स्टाइलिस चाहिँ यस्तो बवाल लाग्छ कि होइन। ड्रेसअपदेखि लिएर लुक्स ओ माई गड हेर्नु न बवाल है। यसो हेर्दा त यो कस्तो कस्तो खाली रहेछ भने त्यो हुन्छ नि अब चाइनिज भन्दा नि स्टाइलिस के भन्छ त्यो कस्तो बिटिएस स्टाइलिस त्यस्तो त्यस्तो टाइप लाग्यो मलाई हेर्दा चाहिँ। अब अगाडि गएर हेरौँ के हुन्छ।
यो चाहिँ मलाई चाहिँ अलिकति त्यो हेर्दाखेरि चाहिँ के कस्तो लाग्यो भन्दाखेरि जोस् यो चाहिँ ग्याङस्टार जस्तो फाइटर होइन, ग्याङस्टार जस्तो त्यो चाहिँ लाग्यो कि मलाई। यो मुभी चाहिँ कहिले रिलिज हुन्छ थाहा भएन होइन। अब मलाई चाहिँ पुरै एक्साइटेड छु कि यो मुभी हेर्नको लागि चाहिँ। सो अब तपाईँहरूलाई कस्तो लाग्यो, मलाई त राम्रो लाग्यो। अलि बाँकी चाहिँ म क्लिप्स खोलिदिन्छु ल गाइज। ओ माई। सो गाइज होइन मैले चाहिँ हेरिसकेँ। मलाई चाहिँ त्यो अब बवालै लाग्यो होइन। अब मलाई चाहिँ कस्तो भइरहेछ भने त्यो अलिकति क्लिप्स हेर्दा त्यस्तो बवाल छ होइन। अब त्यो फुल मुभी आउँदा चाहिँ कस्तो चाहिँ बन्छ होला जस्तो लागिरहेको छ कि मलाई। ओहो त्यो फाइट गर्दाखेरि त्यो यस्तो आम्बो उडेर ओहो बवाल लाग्यो मलाई। तपाईँहरूले चाहिँ कस्तो लाग्यो? तपाईँहरूले सायद मेबी हेरिसक्यो होला तपाईँहरूले नि होइन। मैले चाहिँ आज भर्खर बनाएँ किनभने मेरो अलिक काम थियो अनि अलिअलि त्यो काम पनि आज थिएन। त्यही भएर अलिक टाइम मिलाएर बनाइदिएको यो भिडियो चाहिँ होइन। अनि मैले चाहिँ धेरै भयो भिडियो नबनाएको। सो गाइस तपाईँहरू कस्तो लागेन अनि मेरो च्यानलमा पनि नयाँ त्यो हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला होइन। अनि मलाई नि माया देखाउनु होला। धेरै भयो भिडियो नहाल्दा। अब सर्ट भिडियो त अलिअलि कहिले कहिले हालिरहेको हुन्छ तर भिडियो यसरी बनाएर म धेरै पछि हालिरहेको छु। सो गाइस होइन मेरो च्यानलमा पनि सब्सक्राइब गरिदिनु होला। सो गाइस अब बाई बाई, टेक केयर, जय नेपाल।